नमस्कार सबैजनामा डाइनामिक टेक्नोसफ्ट च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी डाइनामिक एकाडेमिक इआरपी प्रयोग गरी सजिलो तरिकाले नोटिस र ब्यानर स्कुल र कलेजको वेबसाइट र एपमा एड गर्ने भनेर सिक्दैछौँ। अहिले हाम्रो वेबसाइटमा यसरी ब्यानर र नोटिस आइरहेको छ। यसैलाई हामी चेन्ज गर्नको लागि नयाँ ब्यानर र नोटिस एड गर्नेछौँ। आउनुहोस् सबैभन्दा सुरुमा लगइन गरौँ। हजुरहरूले देख्न सक्नुहुन्छ मैले हाम्रो क्लाउड बेस्ड सफ्टवेयर खोलिरहेकी छु। यही स्टेप हजुरहरूले आफ्नो मोबाइल एपमा पनि फलो गर्न सक्नुहुन्छ। लगइन भएपछि हजुरहरूले ड्यासबोर्ड र लेफ्ट साइडमा मोड्युल्सहरू देख्न सक्नुहुन्छ र यही मोड्युल्सको अन्तर्गत हाम्रो वेबसाइट म्यानेजमेन्ट भित्र गएर मिडियामा जानुपर्ने हुन्छ र यो मिडियाको भित्र हामी ब्यानरमा क्लिक गर्नेछौँ। ब्यानरमा क्लिक गरेपछि हजुरहरूले यो स्क्रिन देख्न सक्नुहुन्छ र नयाँ ब्यानर एड गर्नको लागि राइट साइडमा भएको एड ब्यानरमा क्लिक गर्नुपर्छ। एड ब्यानर गरेपछि हजुरले यो स्क्रिन देख्न सक्नुहुन्छ र यो टाइटलमा हाम्रो ब्यानरको टाइटल के हो भनेर राख्नुपर्ने हुन्छ। टाइटल राखेपछि हामीले हाम्रो ब्यानरको डिस्क्रिप्सन राख्नुपर्ने हुन्छ र त्यसै गरी पब्लिस्ड अनमा चाहिँ हामीले हाम्रो ब्यानर कहिले पब्लिस गर्ने भनेर डेट छान्नुपर्ने हुन्छ। त्यसै गरी भ्यालिड अप टुमा हामीले हाम्रो ब्यानर कुन दिनसम्म राख्ने भनेर एउटा डेट छान्नुपर्ने हुन्छ। ब्यानरको फोटो राख्नको लागि हामी यो राइट साइडमा भएको अपलोड इमेजमा क्लिक गर्नेछौँ र फोटो चुज गर्नेछौँ र हामीले डिस्प्ले इच टाइममा क्लिक गर्यौँ भने त्यो ब्यानर चाहिँ हाम्रो एप र वेबसाइटमा जति बेला लगइन गरे पनि देखिन्छ। इमेज चुज गरिसकेपछि हामीले सेभ गर्नुपर्ने हुन्छ र यसै गरी डाइनामिक एकाडेमिक इआरपीबाट हामीले हाम्रो वेबसाइट र एपमा पनि नोटिस राख्न सक्छौँ। नोटिस राख्नको लागि हामीले फेरि पनि वेबसाइट म्यानेजमेन्टकै ड्रप डाउन बटनमा क्लिक गर्नुपर्ने हुन्छ र त्यसभित्र इङ्गेजमेन्ट एन्ड कम्युनिकेसन अन्तर्गत नोटिसमा क्लिक गर्नुपर्ने हुन्छ। नोटिसमा क्लिक गरेपछि हजुरहरूले यो स्क्रिन देख्न सक्नुहुन्छ र नयाँ नोटिस एड गर्न राइट साइडमा भएको एड नोटिसमा क्लिक गर्नुपर्ने हुन्छ। एड नोटिस गरेपछि हजुरहरूले यो स्क्रिन देख्न सक्नुहुन्छ र यसमा हामीले फर्स्टमा हाम्रो नोटिसको हेडलाइन लेख्नुपर्ने हुन्छ सपोज र हेडलाइन पछि हाम्रो नोटिसको डिस्क्रिप्सन पनि राख्नुपर्ने हुन्छ र त्यसै गरी नोटिस डेटमा हाम्रो नोटिस कुन दिनको लागि हो भनेर एउटा डेट छान्नुपर्छ र त्यसै गरी पब्लिस्ड अनमा हामीले त्यो नोटिस कहिले पब्लिस गर्ने भनेर एउटा डेट छान्नुपर्ने हुन्छ र त्यो नोटिस कहिलेसम्म राख्ने भनेर हामीले भ्यालिड अप टुमा राख्नुपर्ने हुन्छ। नोटिसको इमेज राख्नको लागि राइट साइडमा रहेको अपलोड फोटोमा क्लिक गर्नुपर्ने हुन्छ र इमेज ड्रप अथवा अपलोड गरे पनि हुन्छ र सो इन एपमा टिक गर्यौँ भने हाम्रो नोटिस एपमा देखाउँछ र त्यसै गरी सो इन वेबसाइटमा टिक गर्यौँ भने हाम्रो नोटिस वेबसाइटमा पनि देखाउँछ। फोटो अपलोड भइसकेपछि हामीले तल रहेको सेभ बटनमा क्लिक गर्नुपर्ने हुन्छ। हामीले एड गरेको नयाँ ब्यानर र नोटिस हामी वेबसाइट र एपमा हेर्नेछौँ। र त्यसै गरी हामीले एड गरेको ब्यानर र नोटिस एपमा यसरी देख्न सक्नुहुन्छ।